नमस्ते। आज हामी मे 2025 को नेपालका मुख्य समाचार र घटनाक्रमहरूमा अलिक गहिरिएर कुरा गर्नेछौँ। हेरौँ है त यी घटनाहरूको अर्थ के हो, कस्तो असर पर्ला भन्ने विषयमा। सुरु सगरमाथाबाटै गरौँ न। त्यहाँ नयाँ रेकर्ड बनेको छ नि। हो एकदमै। यो निकै ठुलो खबर हो। कामी रिता शेर्पा 55 वर्षको हुनुभयो। उहाँले भर्खरै मे 27मा 31औं पटक सगरमाथा चढ्नुभयो। यो त आफ्नै रेकर्ड तोडेको भयो। उहाँले त्यो भारतीय सेनाको टोली र अरू शेर्पाहरूलाई पनि गाइड गर्नुभएको थियो रे। 31 पटक, साँच्चै अचम्म लाग्दो र प्रेरणादायी कुरा। तर यो सँगसँगै सगरमाथा आरोहणमा अरू केही कुरा पनि उठिरहेको छ भन्ने सुन्यो नि, के हो त्यो? हो, त्यहाँ अलिकति फरक मतलब एउटा बहस जस्तो सुरु भएको छ। कुरो के हो भने केही आरोहीहरूले एकदमै छोटो समयमा 5 दिनभन्दा पनि कममा शिखर पुग्नलाई नयाँ प्रविधिहरू जस्तै हाइपोक्सिक टेन्ट अनि त्यो जेनेक्सन ग्यास भन्ने जस्ता चिजहरू प्रयोग गरे भन्ने कुरा आएको छ। ए हो र? त्यसले के असर पार्यो त? यसले दुईतिर तरङ्ग ल्यायो। एकातिर परम्परागत तरिकाले अलि दुःख गरेर चढ्ने कुराको के अर्थ रह्यो भन्ने प्रश्न उठ्यो। अनि अर्कोतिर स्थानीय शेर्पा समुदायमा चाहिँ कतै आफ्नो रोजगारी नै धरापमा पर्ने हो कि भन्ने चिन्ता बढेको छ। यो कस्तो भने परम्परा र प्रविधि बीचको टसल जस्तो देखियो। अनि त्यो विश्वव्यापी एडभेन्चर टुरिज्मको व्यापार र स्थानीय अर्थतन्त्र बीचको तनाव पनि हो। सरकारले छानबिन थालेको छ भन्ने सुनेको छु। यो त निकै सोच्नुपर्ने कुरा रहेछ। प्रविधिले ल्याउने सहजता र त्यसले परम्परा अनि स्थानीय रोजगारीमा पार्ने असर। खै अब अर्को महत्त्वपूर्ण विषयमा जाउँ। मनसुन नजिकिँदैछ। विपदको जोखिम र तयारीको अवस्था चाहिँ कस्तो छ त? यो चाहिँ अलि गम्भीर विषय हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरण छ नि, उहाँहरूको अनुमानले त अलि झस्काउँछ। यो वर्ष उहाँहरू भन्नुहुन्छ 2 करोडभन्दा बढी मान्छे प्रभावित हुन सक्छन् रे मनसुनले गर्दा हुने बाढी पहिरोबाट। 2 करोड, यो त ठूलो सङ्ख्या हो। गत सालको क्षति पनि त निकै ठूलो थियो हैन र? हो नि, गत वर्ष 250 जनाभन्दा बढीको ज्यान गयो। काठमाडौँमै 50 जनाभन्दा बढी हुनुहुन्थ्यो। अनि जलवायु परिवर्तनले गर्दा यस्ता घटना झन बढ्दै गएका छन्। त्यसैले पूर्व तयारी र व्यवस्थापन अझै प्रभावकारी बनाउनु पर्ने देखिन्छ। सरकारले मासिक अनुगमन र न्यूनीकरण योजना बनाएको त भनेको छ, तर यो जलवायु परिवर्तनको बढ्दो मार थेग्न कतिको पर्याप्त होला र? हो, चुनौती ठूलो छ। योजना बनाउनु एउटा कुरा भयो, तर त्यसलाई कार्यान्वयन गर्ने क्षमता, स्रोत साधन परिचालन गर्ने कुरा महत्त्वपूर्ण हुन्छ। यो त शासन प्रणालीकै परीक्षा हो भन्नुपर्छ। हो, शासन प्रणालीकै कुरा गर्दा राजनैतिक वृत्तमा पनि अलि उथलपुथल जस्तो देखिन्छ नि। खास गरी गृहमन्त्रीको राजीनामाको मागले संसद नै चलेको छैन। हो, विपक्षी दलले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर संसद अवरोध गरिरहेकै छ। गृहमन्त्रीले त आरोप स्वीकार्नु भएको छैन, पारदर्शिता अपनाउँछु भन्नुभएको छ, तर यो राजनीतिक गाँठो फुकेको छैन। यसले गर्दा अरू कामहरू पनि प्रभावित भइरहेका छन्। अनि यही बीचमा मे 29 को गणतन्त्र दिवसमा प्रदर्शनहरू हुन सक्ने कुराले पनि अलि तनाव बढाएको जस्तो छ। अमेरिकी दूतावासले पनि सचेत गराएको रहेछ। हो, त्यस्ता सम्भावित प्रदर्शनहरूले देशमा भएको राजनीतिक विभाजनलाई नै देखाउँछ। गणतन्त्र दिवस जस्तो दिनमा यस्तो हुनुले स्थायित्व र सामाजिक सद्भावमा पनि असर पार्न सक्छ कि भन्ने चिन्ता हुन्छ। ठिक हो। अब राजनीतिबाट अलिकति बाहिर निस्केर अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रतिर हेरौँ न। न्युजिल्यान्डका उपप्रधानमन्त्री आउनुभएको थियो होइन? हो, विन्स्टन पिटर्स आउनुभएको थियो। पूर्व प्रचण्डसँग भेटघाट भयो। त्यो द्विपक्षीय सम्बन्ध सुधार्ने कुरा भयो। तर त्योभन्दा पनि अहिले अलि बढी चर्चामा आएको विषय चाहिँ नेपालले ल्याउन लागेको त्यो डिजिटल नोम्याड भिजाको नीति हो। त्यो संसारभरिबाट टागै बसेर काम गर्नेहरूलाई नेपाल भित्र्याउने योजना कस्तो छ त्यो? हो, त्यही। यसको उद्देश्य नै त्यही हो। विदेशी रिमोट कामदारहरूलाई नेपालमा बसेर काम गर्न सजिलो बनाउने, ब्याङ्किङ सुविधा, गाडी दर्ता जस्ता कुराहरूमा सघाउने रे। नेपालको सुन्दर प्रकृति अनि तुलनात्मक रूपमा सस्तो जीवनयापन यी आकर्षण हुन्। तर यसको सफलताको लागि त्यो इन्टरनेट जस्तो पूर्वाधार राम्रो हुनु पर्यो नि, अनि विश्व बजारमा अरू देशसँग प्रतिस्पर्धा पनि गर्न सक्नु पर्यो। त्यो त हो। तर सफल भयो भने अर्थतन्त्रलाई एउटा नयाँ बाटो खुल्न सक्छ। राम्रो पहल हो। ल अब अन्त्यमा वातावरणको कुरा पनि गरौँ।
पहिलो सगरमाथा संवाद पनि यही मे महिनामा भयो हे। हो, काठमाडौँमा सम्पन्न भयो। यसको मुख्य फोकस चाहिँ जलवायु परिवर्तन र खास गरी हिमाली क्षेत्रको संरक्षणमा थियो। यसले कस्तो सन्देश दियो भने दिगो विकास र वातावरण संरक्षण बीच सन्तुलन खोज्ने विश्वव्यापी प्रयासमा नेपाल पनि सक्रिय छ है भन्ने देखायो। यो आफैमा महत्त्वपूर्ण कुरा हो। त्यसो भए आज हामीले सगरमाथाको रेकर्ड र त्यहाँको नयाँ बहसबाट सुरु गरेर मनसुनको जोखिम, राजनीतिक तनाव अनि डिजिटल नोम्याड भिजा जस्तो आर्थिक सम्भावना र वातावरणीय संवादसम्मका कुरा गर्यौं। धेरै विषय समेटिए। हो, निकै विविध तर कता जोडिएका विषयहरू। र यी सबैलाई हेर्दा एउटा प्रश्न मनमा आउँछ के, जसरी सगरमाथामा परम्परा र आधुनिकता, स्थानीय आवश्यकता र विश्वव्यापी ट्रेन्ड बीच एउटा तनाव, एउटा सन्तुलनको खोजी देखियो नि, के यस्तै खालको द्वन्द्व वा सन्तुलनको खोजी नेपालको विकासका अरू क्षेत्रमा पनि भइरहेको छ, जस्तै समग्र पर्यटन व्यवस्थापनमा वा हाम्रा प्राकृतिक स्रोतहरूको प्रयोगमा? यो अलिक गहिरिएर सोच्नुपर्ने विषय हो जस्तो लाग्छ।